हेलो एन्ड नमस्ते। आजको यस उदयपुर डान्स स्टुडियोद्वारा आयोजित कार्यक्रम डान्स च्याम्पियन उदयपुरको कार्यक्रम सञ्चालिका मिस उदयपुर सिजन 3 को सेकेन्ड अर्डर र म सुदीक्षा गजवाल। सर्वप्रथम त म धन्यवाद व्यक्त गर्न चाहन्छु उदयपुर डान्स स्टुडियोलाई, जसले मलाई आजको यस सुनौलो अवसरमा उद्घोषिकाको रूपमा बोल्ने मौका दिनुभएको छ। त्यसैगरी म धन्यवाद व्यक्त गर्न चाहन्छु महिला भवनका सम्पूर्ण समितिहरूलाई, जसले आजको हाम्रो यस कार्यक्रमलाई हल उपलब्ध गराएर सहजता तुल्याइदिनु भएको छ। फेरि पनि म आजको हाम्रो जजको नाम लिन चाहन्छु। आदरणीय गुरु तथा कोरियोग्राफर प्रेमजन किराती, जोरदार तालीबाट स्वागत गरौँ। त्यसैगरी कोरियोग्राफर नै हुनुहुन्छ एमजे मिथुन, जोरदार तालीले उहाँलाई स्वागत गरिदिनु। जोरदार तालीले स्वागत गरौँ एमजे मिथुन। त्यसैगरी कोरियोग्राफर नै हुनुहुन्छ आदरणीय मेरा गुरु शिव चौधरी, जोरदार तालीले उहाँलाई स्वागत गरौँ। त्यसैगरी जज नै हुनुहुन्छ आदरणीय कोरियोग्राफर निमेश राईज्यू, जोरदार तालीले उहाँलाई स्वागत गरौँ। त्यसैगरी आजको हाम्रो उदयपुर डान्स च्याम्पियनलाई वेलकम गर्नका लागि आदरणीय जीवन डागी कोरियोग्राफर सरले उदयपुर लिटल फ्लावर बोर्डिङ स्कुलबाट हाम्रो लागि पर्फर्मेन्स तयार गर्नुभएको छ। जोरदार तालीका साथ उहाँलाई स्वागत गरौँ। धन्यवाद। पहिलो कन्टेस्टेन्ट हुनुहुन्छ, जोरदार तालीका साथ स्वागत गरौँ अनुराधा गुरुङ। वाउ, एकदमै राम्रो पर्फर्मेन्स गरे। कस्तो लाग्यो आफ्नो पर्फर्मेन्स? राम्रो लाग्यो। सेलेक्ट हुन्छ जस्तो लाग्छ? आफूमा कन्फिडेन्स छैन? त्यसो भए अब सरहरूको कमेन्ट्स लिउँ है। ठिक छ, नाच एकदम राम्रो छ है। एक दुईवटा कुराहरू सुधार्नु पर्ने छ। तपाईँलाई हामी ठिक छ, ओभरअल राम्रै छ। तपाईँले केही गर्न सक्नुहुन्छ। तपाईँलाई हामी अहिले एकछिनमा भन्ने छौँ तपाईँ पास हुनु फेल हो भनेर। हस्, त्यसै गरी मिथुन सर, हजुरको कमेन्ट? डान्स राम्रो गर्नुभएको छ, तर तपाईँको एक्सप्रेसनमा एकदमै मिहिनेत गर्नुपर्ने छ है। त्यसै गरी तपाईँको आई कन्ट्याक्ट त्यसमा ख्याल गर्नुपर्ने छ। त्यसै गरी निमेश सर, हजुरको कमेन्ट? है हिपहप फर्म गर्नुभयो। हिपहप फर्ममा बडी अलिक मुभमेन्ट मैले त्यो देखिनँ, प्लस एनर्जी अफ बडी तपाईँले जुन गर्नुपर्ने एनर्जी ल्याउनुपर्ने बडीमा त्यो पनि अलिक अलिक कम जस्तो लाग्यो। त्यसै गरी शिव सर, हजुरको कमेन्ट? तपाईँलाई एकदमै ध्यान दिनुपर्ने कुरा अलिक म्युजिकलिटी चाहिँ थिएन, अनि नाच्ने बेलामा तपाईँले अरूतिर ध्यान दिनु भएन क्या। तपाईँको बडीमा के छ, कहाँ के टाँसिएको छ, कुन कुरा झर्दैछ, त्यतातिर चाहिँ ध्यान दिनु भएन। अरू कुरा सबै ओभरअल राम्रै छ। त्यसै गरी अब हामी दोस्रो कन्टेस्टेन्टलाई बोलाउन चाहन्छौँ। जोरदार तालीका साथ स्वागत गरौँ प्रतिभा पुरानी मगर। होला
वाउ तिमी त एकदम एनर्जी क्वीन पो रहेछौ त थ्याङ्क यू कस्तो लाग्यो आफ्नो पर्फर्मेन्स राम्रो सेलेक्ट हुन्छ जस्तो लाग्छ लाग्छ त्यसो भए अब जजहरूको कमेन्ट्स लिउँ है मिथुन सर हजुरको कमेन्ट ओके दीक्षा तपाईँले गीत चुज गर्नुभएको गीत आइटम सङ हो तर तपाईँको आइटम सङमा हुनुपर्ने जुन एलिमेन्ट्स नै छैन त्यहाँनिर तपाईँको आइटम डान्समा सबैभन्दा मेन इम्पोर्टेन्ट भनेको तपाईँको अदा हो तपाईँको एक्सप्रेसन नै सबैभन्दा कमजोर छ त्यहाँनिर तपाईँले दुई तिनवटा मुभ गर्नुभयो तपाईँले स्ट्रेचिङ गर्नुभयो तपाईँले कार्टविल गर्नुभयो द्याट्स नाइस तर डान्स कस्तो हुन्छ भन्दाखेरि तपाईँले गर्ने बडी सँगसँगै तपाईँले गर्ने स्टेप्सले त्यो गीत बोल्नु पऱ्यो क्या एन्ड यु हेभ गेट डाउन टु त्यस कारणले गर्दाखेरि त्यही पनि शुभकामना छ किनकि एफोर्ट गर्नुभएको छ त्यो राम्रो पक्ष छ तपाईँको अब बाँकी कुरा नतिजा आएपछि थाहा हुन्छ त्यति दिनको लागि वेट गर्नु होला थ्याङ्क यू मिथुन सरको त एकदमै राम्रो कमेन्ट आयो त्यसै गरी अब हामी लगाउँ प्रेम सर हजुरको कमेन्ट दीक्षा घिमिरे ठिक छ एकदम पावरफुल डान्स हो यो है मिथुन सरले भने जस्तै चाहिँ आइटम सङ हो तपाईँले राम्रो चाहिँ गीत चुज गर्नुभएको छ तर जति यो पावरफुल गीत छन् त्यति तपाईँको त्यो एनर्जेटिक चाहिँ आएन जस्तै मुभमेन्टका कुराहरू अनुहारको एक्सप्रेसनका कुराहरू होइन प्लस सुरुमा अलिअलि टाइमिङ बिटहरू पनि घुस्क्यो तपाईँको टाइमिङलाई एकदम ध्यान दिनु होला है टाइमिङलाई ध्यान दिनु भएन भने त्यो अब कुन गीतमा कस्तो स्टेपलाई नाचिरहेको त्यो थाहै हुँदैन टाइमिङलाई चाहिँ एकदम ध्यान दिनु होला टाइमिङमा अलिकति तपाईँ कमजोरी हुनुहुन्छ मेरो चाहिँ यति नै बाँकी यहाँ शिव सरहरू यहाँ सरहरूले के भन्नुहुन्छ त्यसै गरी सर निमेश सर हजुरको कमेन्ट दीक्षा घिमिरे अल ओभरअल सो आई लाइक दिस पर्फर्मेन्स ठिकै लाग्यो र तपाईँको आइटम डान्स गर्नुभयो एउटा बेलिड त्यस्तो कम्बिनेसन फर्महरू चाहिँ बेलिड ज्याज अनि मोडर्न होइन त्यो फर्महरू तपाईँले एकदम अझै धेरै कम्बिनेसन गरेर हाल्नुभएको भए अझै सो बेटर हुन्थ्यो होला जस्तो लाग्यो एनर्जी ठिकै र स्टेज कभर चाहिँ एकदम राम्रो लाग्यो त्यसै गरी डान्स ओभरअल ठिक छ है ठिकै लाग्यो मलाई चाहिँ सो अब हेरौँ रिजल्ट के हुन्छ आई होप युर सेलेक्टेड अब हेरौँ रिजल्ट पछि त्यसपछि जसले अब अरू जसले के गर्नुहुन्छ है त्यसै गरी शिव सर हजुरको कमेन्ट नमस्ते दीक्षा घिमिरे मलाई चाहिँ डान्सको भन्दा पनि तपाईँको इनर्जी चाहिँ मन पर्यो र इनर्जीमा तपाईँलाई जुन फ्लोरिङ गर्नुभएको थियो अनि राउन्डिङ स्टेपहरू गर्नुभएको थियो त्यो कुराहरूमा चाहिँ तपाईँको त्यो स्टेपहरूमा चाहिँ अनब्यालेन्सिङ देख्यो त्यसमा ब्यालेन्स छैन र यो इनर्जी आफ्नो बडी ब्यालेन्सलाई चाहिँ धेरैभन्दा धेरै सुधार्नु होला यति भन्ने धन्यवाद अरू ओभरअल राम्रो छ थ्याङ्क यू सो मच जजेस उहाँहरूले आफ्नो कमेन्ट्स दिइसक्नु भइसक्यो अब हजुरको रिजल्ट के आउँछ हामी लास्टमा बताउँछौँ है थ्याङ्क यू त्यसै गरी अब हामी ढिला नगरिकन फेरि पनि अर्को कन्टेस्टेन्टको तर्फ लाग्दैछौँ जोरदार तालीका साथ स्वागत गरौँ सिजन विक
वाउ एकदमै राम्रो माइन्ड ब्लोइङ पर्फर्मेन्स है कस्तो थाक्नुभयो हजुर म त 100% स्योर हजुर त एकदम सेलेक्ट हुनुहुन्छ जस्तो लाग्यो हजुरलाई कस्तो लाग्दैछ त त्यसो भए अब हामी जजहरूको कमेन्ट्स लिउँ है प्रेम सर हजुरको कमेन्ट सिजन बिका अत्यन्तै राम्रो भाइ नृत्य राम्रो एकदम मलाई चाहिँ मन पर्यो तर यस्तो छ कस्तो भने नाच्दै गर्दाखेरि चाहिँ राम्रो देखिने है सबैले हेर्दाखेरि राम्रो देखिन्छ नाचेको चाहिँ तर जो कोरियोग्राफर हुन्छ उसले मात्र देखेको हुन्छ कुन स्टेप कहाँ क्लियर भएको छैन भन्ने कुरा होइन अब तपाईँको जस्तै एक दुईवटा स्टेपहरू चाहिँ कस्तो फितलो देखिरहेको छ अरू सबै ओभरअल ठिक छ स्टेपहरू जस्तै गाईलाई गोठर भन्ने त्यो स्टेप भयो घोडालाई चपेला भन्ने त्यो स्टेप भयो होइन त्यो एक्स्ट्रा स्टेपहरू त राम्रो छ तर कुनै कुनै स्टेपहरू चाहिँ तपाईँले त्यतिकै अल्छी लागेर त्यो सिध्याएको हो कि जस्तो अलिकति पावरफुल देखिरहेको छैन होइन त्यो ओभरअल तपाईँले एकदम राम्रो गर्नुभएको छ विश यु अल द बेस्ट है राम्रो गर्नु होला यति भन्न चाहन्छु प्रेम सरको त एकदमै राम्रो कमेन्ट आयो त्यसै गरी अब शिव सर हजुरको कमेन्ट हेलो नमस्ते सिजन मलाई चाहिँ तपाईँको डान्स राम्रै लाग्यो डान्स भन्दा पनि तपाईँको ग्रुप छ नि बडीको ग्रुप त्यो चाहिँ मलाई बबाल लाग्यो क्या सुरुको जुन स्व्याग यो बेला स्व्याग दिनुभएको थियो नि हो मलाई त्यो चाहिँ बबाल लाग्यो अनि तपाईँको प्लस यो हिल्टो गर्नुभयो हिल्टोमा चाहिँ अझ अलिक तपाईँको इनर्जी भइदिएको भए चाहिँ मलाई अझै राम्रो लाग्थ्यो प्लस तपाईँको जुन बडी मुभमेन्टहरू थियो जो पादे बुढेको स्टेपहरू गर्नुभयो त्यसमा चाहिँ अझै मार्किङ गरिदिनु भएको भए म्युजिकलाई अझै दामी देखिन्थ्यो मलाई जस तपाईँको डान्स राम्रो लाग्यो उदयपुरको हिपहप किङै भन्नुपर्छ हिपहप स्याक किङ है ल तपाईँको डान्स मलाई एकदम राम्रो पर्यो निमेश सर हजुरको कमेन्ट तपाईँको बडी मुभमेन्ट र स्वाइग चाहिँ एकदम बबाल यता सरले भन्नुभयो जस्तो एकदम राम्रो थियो है म्युजिकलाई अलिकति म्याचिबल जस्तो देखेँ मैले पनि त्यसै गरी अनि तपाईँको जुन बिटहरू म्युजिक त फिल गरिरहनु भएको थियो फिल चाहिँ राम्रै गर्नुभएको थियो जस्ट ठ्याक 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 होइन त्यसमा ठ्याक कुनै मिलिरहेको थियो होइन राम्रो लाग्यो जुन म्युजिकहरू टक्क जस्ट बडी तपाईँले बडी कन्ट्रोल पनि सो राम्रो लाग्यो होइन मिथुन सर हजुरको कमेन्ट सिजन बिका भाइ डान्सको लागि मात्रै ह्यान्डसम भएको पहिलेदेखि नै ह्यान्डसम हो ओके पहिलो कुरा अब सिजनको सबैभन्दा राम्रो लागेको चिज भनेको सो यु हेभ सम पोटेन्सियल इन द डान्स त्यो एकदमै राम्रो छ ओके अब लेट्स कम टु द पर्फर्मेन्स बडी ल्याङ्ग्वेज वाइज यु आर गुड र मेन भनेको नि डान्स गर्दा जुन प्रेजेन्टेसन हुन्छ नि जुन बडी ल्याङ्ग्वेज एक्सनसँग गरिन्छ नि यसमा अझै धेरै कुरा गर्न सकिन्थ्यो आउने दिनमा अलिकति त्यसमा ध्यान दिनु होला मुभ्सहरू ठिक छ हिपहप सँगसँगै केही जाभाको मुभ्सहरू पनि गर्नुभएको थियो राम्रो लाग्यो स्टेज कभरिङ प्रायः सबै डान्सरले गर्छन् है त्यसमा कमेन्टै गरेन मैले थोरै टाइमिङमा है डान्समा टाइमिङ भएन भने गाह्रो पर्छ टाइमिङ र लास्टमा भनेको एक्सप्रेसन यो दुईवटा चिजमा तपाईँले अझै बेसी मिहिनेत गर्नु होला र क्रिएटिभिटीमा अलिकति अझै मिहिनेत गरिदिनु होला त्यति भयो भने सायद तपाईँलाई आगामी दिनको लागि अझै सहज हुन्छ अहिले यति शुभकामना दिँदै अब रिजल्टको लागि वेट गरौँ थ्याङ्क यू जजेस एकदम हिपहप स्ल्याग किङ भनेर त ट्याग पाइसक्नु भयो है अब रिजल्टको लागि वेट गरौँ है हस् थ्याङ्क यू त्यसै गरी अब हामी अर्को कन्टेस्टेन्टलाई बोलाउन चाहन्छौँ जोरदार तालिका साथ बोलाउन चाहन्छु दिव्या खड्का
सम्झना आइरहने अर्पण सम्झना आइरहने टुकु 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 खाइरहने वाउ एकदमै राम्रो पर्फर्मेन्स गर्नुभयो इनर्जी त खत्रै हान्नु हुँदो रहेछ नि त कस्तो लाग्यो त सेलेक्ट हुन्छ जस्तो लाग्छ सरहरूको कमेन्ट्स लियो है शिव सर हजुरको कमेन्ट हेलो नमस्ते दिव्या मलाई चाहिँ तपाईँको डान्स भन्दा पनि इनर्जी चाहिँ अहिलेसम्मको एकदम बेस्ट है बेस्ट लाग्यो होइन तर त्यसमा पनि तपाईँको जुन स्टेपको गराइ थियो नि 1 2 3 4 बिटमा तपाईँले छोड्नु हुँदैन क्या 4 बिटको स्टेपहरू 1 2 3 फेरि 4 बिटमा उभिने गर्दै गरेको मैले चाहिँ देखेँ अनि त्यसपछि अलिकति तपाईँले जुन इनर्जी अनुसार नाच्नुभयो नि त्यो इनर्जी अनुसार तपाईँको बडी ब्यालेन्स र बडीमा अलिकति स्वाग ग्रुपहरू देखिएन अरू कुरा सबै राम्रै छ एक्सप्रेसन राम्रो गर्नुहुँदैछ ओभरअल राम्रै छ जस्तै तिमी अब अरू जजहरू बोल्नु पनि सुन्नु है शिव सरको त एकदमै राम्रो कमेन्ट आयो त्यसै गरी अब मिथुन सर हजुरको कमेन्ट दिव्या आज नेपालमा पुतली किन कहीँ देखेन भनेको सबै तिमीले गालेर आएको छ नि त हो मान्छे पनि तिमी आज पुतली नै भएको छ उडे डान्स पनि है ओके दिव्या बट अब रमाइलो कुरासँगै अब डान्सको पनि कुरा गरौँ एनर्जी बवाल एनर्जीमा नो कमेन्ट तर डान्समा चाहिँ थोरै कमेन्ट छ है मुभ्स धेरै गरियो एउटै मुभ्स धेरै रिपिट भएको छ र त्यही अघि शिवले भने जस्तै 1 2 3 4 मिसिङ छ स्टेज पर्फर्मेन्समा दुईवटा कुरा हुन्छ कम्पिटिसन भेट्दाखेरि हामीले सबै कुरा ख्याल गर्नुपर्छ क्याजुअल पर्फर्मेन्स हो भने एक दुईवटा स्टेप छोड्दा पनि फरक पर्दैन हामी कम्पिटिसनमा छौँ द्याट्स वाइ यु हेभ टु डु इच एन्ड एभ्री स्टेप त्यो डान्सको सबै नियमलाई टेकेर गर्नुपर्छ त्यसमा ध्यान दिनु होला र एक्सप्रेसनमा अझै ध्यान दिनुपर्ने छ है आधाभन्दा बेसी समय नेपाल मिलाउँदै गएको थियो त्यस कारणले गर्दाखेरि त्यो चिजहरूमा ख्याल गर्नुपर्छ हस् थ्याङ्क यू सो मच जजेस हजुरहरूको कमेन्ट्सको लागि अब रिजल्ट के हुन्छ हामी लास्टमा बताउँछौँ है हस् थ्याङ्क यू त्यसै गरी अब हामी अर्को कन्टेस्टेन्टलाई बोलाउन चाहन्छौँ जोरदार तालिका साथ स्वागत पर्फर्मेन्स दिनुभयो इनर्जी त एकदमै खतरा नै थियो त्यसै गरी अब शिव सर हजुरको कमेन्ट हेलो नमस्ते प्रदीप तामाङ तपाईँको डान्स मलाई ठिकै लाग्यो सुरुमा तपाईँले यसरी यो हिँड्दै जानुभएको थियो स्टेज कभर गर्नुभयो त्यसपछिको सुरुको इनर्जी चाहिँ मलाई दामी लाग्यो कन्फिडेन्ट होइन त्यसपछि तपाईँको कन्फिडेन्स लेभल खस्दै गयो अनि तपाईँले जुन स्टेप गर्नुभएको थियो हाउस स्टेप यो पारा स्टेप
अनि हाउस स्टेप त्यो स्टेपमा अलिकति अनब्यालेन्सिङ अनि अनक्लियर देखियो अनि त्यसपछि तपाईँले पार्ट सिम्सम स्टेप पनि थियो त्यो पनि अलिकति आत्तिनु भयो कि के हुनुभयो त्यो पनि यो स्टेपबाट क्लियर भएन शिव सरको त एकदमै राम्रो कमेन्ट आयो अब हामी सोध्न चाहौँ मिथुन सर हजुरको कमेन्ट एनर्जी ठिक थियो त्यही शिव भाइ हाम्रो नित भाइले भने जस्तै तपाईँको सुरुवातको राम्रो थियो तर सट्टै तल झऱ्यो क्या तपाईँको एनर्जी बुझ्नुभयो ओके म धेरैतिर गइनँ धेरै कमेन्ट आइसकेको छ तपाईँले तपाईँको मुभ्सहरू त्यो क्लियर गर्नु होला र एउटै बिटमा धेरैचोटि एउटै स्टेप रिपिट नगर्नु होला आउने दिनहरूमा त्यसै गरी तपाईँको टाइमिङमा खेल्नु होला र तपाईँको त्यो हराएको थियो प्रतिभा पुरा खोजे हुन्थ्यो डान्समा तल हेर्ने बानी छ त्यो चाहिँ हटाउनु होला है र एक्सप्रेसन डान्समा जबसम्म एक्सप्रेसन आउँदैन नि तपाईँ जतिसुकै राम्रो मुभ्स गर्नुहोस् तपाईँको डान्समा निखार आउँदैन अहिलेलाई यति राखेँ सुधार थ्याङ्क यू अबको हजुरको डान्स कतिको भाइरल भयो हामी लास्टमा थाहा पाउँछौँ है हस् थ्याङ्क यू त्यसै गरी अब हामी अर्को कन्टेस्टेन्टलाई बोलाउन चाहन्छौँ
गाइज आर वेलकम भन्दै फेरि पनि अब अर्को कन्टेस्टेन्टलाई बोलाउन चाहन्छु जोरदार तालीका साथ स्वागत गरौँ कोशिला बस्नेत वाउ एकदमै राम्रो परफर्मेन्स गर्नुभयो हजुर चाहिँ कति क्युट हौ कस्तो लाग्यो त आफ्नो परफर्मेन्स सेलेक्ट हुन्छ जस्तो लाग्छ लाग्दैन कन्फिडेन्ट छैन अनि त्यसो भए अब हामी सरहरूको कमेन्ट्स लिउँ है निमेश सर हजुरको कमेन्ट मिसेस कौशिला बस्नेतजी आरामै हुनुहुन्छ सो राम्रो सजिएर आउट भएको छ कल्चरल डान्समा है डान्स हेर्दाखेरि तपाईँ कल्चरल डान्स टाइपको है तर म्युजिकलाई चाहिँ अलिकति हेर्दा हिपहप टाइपको सङ थियो है सो यो तपाईँको अब मैले डान्समा गएँ ल तपाईँलाई हेर्दाखेरि स्टेजको अब ठिकै थियो नर्भस एकदमदेखि डाउन होइन ल्यान्ड लेभलमा भुइँ लेभलमा हेरेर पर्फर्म गरिरहनु भएको थियो है अर्को त्यो र तपाईँले अलिकति अनकम्फर्टेबल टाइपले नाचिरहनु भएको थियो कि बिग्रेला कि बा है मेरो स्टेप फस्ला कि के हो कि जस्तो टाइपले पनि नाचिरहनु भएको थियो होइन त्यसलाई पनि तपाईँले मध्यनजर गर्न सक्नुहुनेछ त्यस गरी अब तपाईँको हेर्दाखेरि स्टेप चाहिँ मैले त्यस्तो वन्डरफुल चाहिँ देखिनँ स्टेपहरू चाहिँ बेसिक लेभलको र त्यसलाई रिपिट गरिरहेको जस्तो देखेँ मैले त्यस्तै लाग्यो त्यसपछि त्यसलाई पनि इम्प्रुभ गर्नुहुन्छ भन्ने मलाई लाग्दछ त्यसै गरी मेन कुरा त तपाईँले यस कम्पिटिसनमा भाग लिनुहोस् सबैभन्दा ठुलो त्यो हो तपाईँले जित्नु जानुहोस् या सिलेक्ट हुनुहोस् नहुनुहोस् सबैभन्दा ठुलो कुरो तपाईँले जित्नुभन्दा ठुलो कुरो हार नमान्नु हो एउटा हार नमानेर तपाईँले कम्पिटिसनमा भाग लिनु हो सबैभन्दा ठुलो कुरो त्यो चाहिँ मलाई बेस्ट पार्ट हो र ठिकै छ अरू ओभरअल मलाई ठिकै लाग्यो अब अरू जजेसहरू हुनुहुन्छ उहाँहरूको पनि कमेन्ट हेरौँ सकेसम्म अब म विस गर्छु तपाईँ पनि सिलेक्ट हुनुहुन्छ भन्ने धन्यवाद त्यसै गरी निमेश सरले त एकदमै राम्रो कमेन्ट गर्नुभयो अब शिव सर हजुरको कमेन्ट कोशिला बस्नेत तपाईँको डान्स चाहिँ मलाई त्यसै इम्प्रेसिभ लागेन अलिकति डान्सको कोरियोग्राफी नपुगे जस्तो लाग्यो प्रेम सर हजुरको कमेन्ट यो डान्स च्याम्पियन उदयपुरमा अडिसन लिनु नै सबैभन्दा ठुलो कुरो हो त्यो दुस्साहस राख्नु भएको छ कौशिला बस्नेतले उहाँलाई चाहिँ म धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु डान्स ओभरअल ठिकै छ राम्रै छ होइन तपाईँले अब एक्कासी आज चाहिँ एक्लै नाच्नुपर्ने आज अडिसन दिनुपर्ने भन्ने तयारी गर्नु पाउनु होला त्यो आफ्नो ठाउँमा छ भन्दै अब ठिक छ मलाई मन पऱ्यो डान्सहरू चाहिँ अब पास हुने या फेल हुने भन्ने कुरा हामी अन्त्यमा गर्नेछौँ अब त्यो अलिअलि तपाईँलाई कोरियोग्राफरले सिकाउँदाखेरि चाहिँ सक्नुहुन्छ कि जस्तो चाहिँ मलाई अलिक लागेको छ त्यही पनि एकछिनमा हामी चारजनाले अब सिलेक्सन गर्ने कुरा हो भने हामी तपाईँलाई पास हो कि फेल हो भन्ने जानकारी गरिहाल्नु हस् धन्यवाद थ्याङ्क यू सो मच जजेस हजुरहरूको कमेन्ट्सको लागि अब हजुरको पछि रिजल्ट आउनेछ त्यतिखेरको लागि वेट गरिदिनु होला है हस् थ्याङ्क यू अब लगभग हामी कार्यक्रमको अन्त्यतर्फ आइसकेका छौँ र अब हजुरहरू कोही इन्ट्रेस्टेड हुनुहुन्छ र छुट्नु भएको छ भने हामी अर्को ठाउँ भोलि बुलकुचीमा पनि अडिसन हुँदैछ त्यहाँ आएर हजुरहरूले पार्टिसिपेट हुन सक्नुहुनेछ भन्दै अब हामी अर्को कन्टेस्टेन्टलाई बोलाउन चाहन्छु जोरदार तालीका साथ स्वागत गरौँ गायत्री थापा यसपछिको लागि सृष्टिका गुरुङलाई तयारीका साथ राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु
प्रेम सरले भने चाहिँ तपाईँको स्टार्टिङ तपाईँले स्टार्टिङ नै छोड्नुभयो होइन स्टार्टिङको भिडियोहरू तपाईँले मिस गर्नु नै भएको हो आगामी दिनमा ख्याल गर्नु होला एनर्जी वाइज गुड स्टेप्सहरू धेरै स्टेप्सहरू क्लियर पनि थिए कतिपय ठाउँमा तपाईँले बिट मिस गरेको कारणले गर्दा स्टेप देखिएन पास भए पनि फेल भए पनि तपाईँहरूले आफ्ना बल चाहिँ घटाउनु भयो होइन म नेक्स्ट टाइम म अवश्य सक्सेस हुन्छु म सेलेक्ट हुन्छु भन्ने तरिकाले प्रिपेयर गर्नुहुन्छ होला सायद राम्रो छ अल ओभरअल सब मलाई पर्फर्म राम्रो लाग्यो सो अरू जस पनि हुनुहुन्छ उहाँहरूको कमेन्ट्स हेलो सृष्टि किङ तपाईँको डान्स ठिकै छ अलिकति तपाईँको बेसिक खालको कोरियोग्राफी भयो तर पनि तपाईँको बडी ल्याङ्ग्वेजहरू हेर्दाखेरि फ्युचरमा खालि गर्न सक्नुहुन्छ जस्तो चाहिँ मलाई लागेको छ सुश्रिका गुरुङ ओभरअल सबैले अब जजहरूले भनिसक्नुभयो होइन के कुरामा कमजोरी छ भनेर मेन कुरा यो अब अलिकति प्र्याक्टिस चाहिँ गर्नै पर्छ होइन यो त्यति अब मजाले प्र्याक्टिस पनि भएको छैन यो गीतमा तपाईँको देखिन्छ अब हामी कार्यक्रमको अन्तिम चरणमा छौँ त्यसै गरी अब हामीसँग लास्ट एउटा मात्रै पर्फर्मेन्स बाँकी रहेको छ त्यसै गरी जोरदार तालिका साथ स्वागत गरौँ डेनिका तामाङ जजहरूको कमेन्ट्स लिऊ शिव सर हजुरको कमेन्ट जुन हिपहप गर्नुभएको थियो नि तपाईँले त्यो हिपहपमा चाहिँ तपाईँको फाउन्डेसनहरू क्लियर छैन त्यो फाउन्डेसनहरू पनि क्लियर गरिदिनु होला अनि तपाईँको जुन बडी ब्यालेन्स पनि देखिन त्यो बडी ब्यालेन्स पनि सुधारिदिनु होला कुरा सबै राम्रो छ अब हामी रिजल्टको लागि चाहिँ डेनिकाको सबै थोक राम्रो छ अलिकति पावरफुल डान्स भएर अर्कोचोटि त्यो पावरफुल डान्स गर्न सक्नुहुन्छ कि जस्तो लागेको छ ओभरअल सबै राम्रै छ थ्याङ्क यू सो मच डेनिका एनर्जी एकदम राम्रो छ त्यो त अलिकति तल हेर्ने बानी छ कि त्यसलाई चाहिँ सुधार्नु ल अनि मुभमेन्टमा अलिकति ख्याल गर्नु बाँकी कुरा ठिक छ विगतमा मैले पनि सरहरूले भन्नुभयो है इम्प्रुभ गर्ने कुराहरू धेरै छन् होइन त्यसमा अलिकति आफूले बडीमा ल्याउने बडी ब्यालेन्सदेखि लिएर अलिकति एक्सप्रेसनदेखि लिएर अल टु अल छ है त्यसको लागि तपाईँलाई अगाडि सिलेक्ट भएर गइहाल्नुभयो भने पनि तपाईँको मेहनत चाहिँ धेरै गर्नुपर्छ भन्ने मलाई पनि लाग्दछ है